खम्रे सबैजनालाई जिसु पराई। अनि हेर्नुहोस् म चाहिँ खिड्कीबाट भिडियो गरिरहेको छु। जुरुक्कै उठे हो। अनि आज त रातभरि पानी परेर हाम्रोतिर त लाइट गइहाल्छ नि त। अन्त हेर्नुहोस् दिन धुमेको। त्यही माथि आज बजार जानुपर्ने हो। तपाईलाई बजार दार्जिलिङ बजार पनि घुमाइदिन्छु। तपाईले हेर्नुहोस् ल। अनि नानी पनि उठेकै छैन। नानीलाई उठाएर रेडी पारेर आज चाहिँ आबेनसँग पठाइदिन्छु नानीलाई। तल धन्नुहरू पनि बसिरहेको छ दुईटा। एउटा धन्नु चाहिँ छैन। हेर्नुहोस् हाम्रो गाउँहरू। माथि देख्ने चाहिँ तक्दा, तर तक्दा धुम्मै भएर देखेछ नि त। तक्दा चाहिँ लेतैले यस्तै हुन्छ। हाम्रो चाहिँ पर्छ गेल। अनि आज म तपाईँ नानी उठिसकेर बेडहरू पनि ट्याप मिलाएँ हो। हतारसँगले राम्रोसँग पनि मिलाउनु सकिन। हेर्नुहोस् हामी 3 माइल आइपुगिसक्यो। 5 माइल ए हेर्नुहोस् बजारमै छ त। हजुर किन फुलेको अर्पण दाजु है? हुँदैन होला नि। वेदर हेर्नुहोस् कस्तो घिनलाग्दो भइराखेको छ। अगाडि बाटै देख्दैन हेर्नु। अब बजारमै गएर भेटौँ। यो पनि गएको छ आज बजार। कसरी किलो? 50 रुपियाँ किलो। अहिले आउँछु ल। के को ससेट हो यो? भैँसी। यो सुक्टी चाहिँ के को? हामी यो चाहिँ हो है। के हो? लुगा ए रहेछ। यो त हातले बुनेको होला है। हेयरब्यान्ड हेर्नु दिदी। यो टोपी रहेछ। यो हेयरब्यान्ड रहेछ है। अस्ति बहिनीलाई किनेको क्या मैले। कसरी हो नानीको मोजा? नानीको मोजा 200। यसमा पुरा दियो धागो 90 रुपैयाँ लागेछ तपाईको कि। तपाईको स्टाइल बनेको पो। यस्तो मफलर हेर्नु त। अहिले गरम चल्यो हो। के दामी बुनेर हेर्नुहोस्। मैले अस्ति यता किनेको त्यो उयोहरू सुनको उयोहरू यहाँ होइन। यस्तो चाहिँ ठिक्कै हुन्छ फर्स्टमा। कसरी छ यो? यो चाहिँ हुन्छ होला है। भर्खर जन्मेको नानीलाई यो त हुँदैन नि है। हुन्छ भन्नु नानीकै त। यो त हुँदैन होला हौ। हुन्छ बान्दिन्छ नि त त्यहाँ। उयो छिटो बच्चा ए उमाथि फेरि रहेछ। अहिले नै किन्नु हुँदैन। चल्लो 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 भाँडाकुँडा। यहाँ किनेको मैले। यस्तो क्या उकालो लाग्यो।
खाने खानु न अन्त सेलरोटी अचार रहेछ हौ भर्खर खोलेको के हो दिदी यो प्लेट ए उयो कति रुपियाँ सोध्नु न कसरी छ है कति सोध्नु न भाइ भाइ यो कति हो यो कति हो यो 200 250 हो 200 मा दिन्छु तपाईलाई उसले बनाउँदो रहेछ सोध्नु न बनाउँदो रहेछ नि त बिचरा ऊ बिमारी पनि रहेछ कि उसलाई हेल्प हुन्छ भनेर नि यो प्लेटहरू कसरी हो फ्री अरे हजुर 3 हजुर 3 यो सबै होइन यिनीहरू चाहिँ अलग अलग होला त्यो अलिक ठुलो त्यो अलिक दाम यो दुईटा मैले अस्ति देखेको थिएँ लाने तपाईँ ब्याग छ तपाईको हुनु पर्यो नि के मजाले बनाएको रहेछ है नयाँ डिजाइनको ल्याएको रहेछ हौ। चपिङ गर्नु कला त रहेछ मलाई त यो मन पर्यो नि। हजुर आफै बसेर अहिले त्यो गरेको यो कार्ड बेङ्गलुरुबाट फोन गरिदिनु दिदीलाई के हेर्नुहोस् बनाएको आफै बनाउनु भएको यो के मजा मजाको बनाएको रहेछ हेर्नु न उहाँले बनाउनु भएको अरे के को एसएससीले बनाएको देखेँ त हामी त माथि पुगेर फेरि तल झर्नु माथि उकालै चढ्नुपर्छ होइन चियापत्ती पो रहेछ केमा बोकेर जानु है के हो यो पुच्का खानु नि खाने यो के हो यो फ्रुट कस्टर्ड यो चाहिँ फ्रुट जुस खाने खानु न अन्त पुच्का ए घाँटी दुख्छ भनेर ए यहाँ माथि भनेर म खान्छु ल अलिकति दिन्छ दे म यो बनाउनु दाँत तिर्छ होला है हामी चाहिँ खान्छौँ सकेर खाजा खाँदैछु यहाँ बिफको फ्राइड राइस यहाँ हेर्नु दिदी हेर्नुहोस् ल ट्रेन आउँदैछ यो चाहिँ बतासे हो हामी चाहिँ यहाँ गाडी पर्खिरहेको छौँ हो गाडी नआइपुगेकै छैन आधी घन्टा भयो पर्खेको